बिहान 5:30 बजे उठेर काम सुरु गर्छु अनि रात कहिले भइसक्यो पत्तै हुँदैन। तर यही रुटिन अहिले मेरो नयाँ लाइफ बनिरहेको छ। बिहान 5:30 बजे नै क्याफे जानको लागि रेडी भइसकेको थिएँ। रुमबाट निस्किएँ, बस चढेँ अनि बाटोभरि आज दिन कसरी बिताउने भनेर सोच्दै क्याफेतिर लागेँ। क्याफे पुगेपछि सबैभन्दा पहिले सेटअप मिलाएँ। टेबल, किचन सामानहरू बिहानको त्यो शान्त समयमा एक्लै काम गर्दा कहिलेकाहीँ लाग्छ हिजोसम्म अरूको लागि काम गर्ने म आज आफ्नै लागि यति धेरै जिम्मेवारी सम्हालिरहेको छु। सेटअप सकिन नपाउँदै अर्डरहरू आउन सुरु भयो। आजको दिन नि काम राम्रो चलेको थियो। अर्डरहरू लगातार आइरहेको थिए। किचनमा काम चलिरह्यो अनि बीचबीचमा मैले सकेसम्म धेरै मोमेन्ट क्यामेरामा क्याप्चर पनि गरिरहेको थिएँ। अहिले म एउटा कुरा बुझ्दैछु, बिजनेस सुरु गर्नु भनेको केवल पैसा लगाएर पसल खोल्नु मात्र होइन। हरेक दिन आफै उपस्थित हुनु, गल्तीबाट सिक्नु अनि अर्को दिन फेरि अझ राम्रो गर्ने प्रयास गर्नु हो। राति 9 बजेसम्म मैले किचन क्लोज गरिसकेका थिएँ। पहिलो पटक साँझ रुम फर्किने बेला बस मिलाएको थियो। आज दिनभरि कति काम गरियो भन्ने हिसाब गर्नुभन्दा पनि आज हिजोभन्दा एक कदम अगाडि बढे कि बढिन, म अहिले त्यसलाई बढी महत्त्व दिन थालेको छु। यो जर्नी अझै लामो छ, अझै धेरै कुराहरू सिक्न बाँकी छ, धेरै काम गर्न बाँकी छ। तर एउटा कुरा चाहिँ पक्का हो, म रोकिनेवाला छैन।